हाई हाई गुड मर्निङ। तपाईहरुलाई आज म एमएस पावर पोइन्टमा चाहिँ कसरी आई ड्रपले काम गर्छ, हामीले चाहिँ आफ्नो चुज गरेको कलर चाहिँ कसरी ल्याउन सकिन्छ, जस्तो कुनै पिक्चरमा देखेको कलर चाहिँ हामीले कसरी आफ्नो प्रेजेन्टेसनको डिजाइनमा चाहिँ ल्याउने भन्ने विषयमा मैले एउटा सानो भिडियो बनाउन गइरहेको छु। तपाईहरुले हेर्नु होला। यहाँनिर तपाईहरुले चाहिँ सबैभन्दा मलाई मानौ यो पिक्चरमा भएको यो कलर, यहाँनिर चाहिँ यो रातो रेड कलर छ, यो कलरको मलाई चाहिँ मेरो प्रेजेन्टेसनको यो यस बक्समा राख्नु पर्यो भने मैले के गर्नुपर्छ त भन्दा तपाईहरुले पहिलो कुरो त यो पिक्चर, यो जुन पिक्चरको कलर तपाईले लिन खोजिराख्नु भएको छ यसलाई चाहिँ के एउटा स्क्रिनशट गरेर हुन्छ कि अथवा कट गरेर हुन्छ कि क्रप गरेर हुन्छ, कसरी हुन्छ त्यहाँ लगेर तपाईले राख्नु पर्ने हुन्छ। जस्तो मैले चाहिँ के गर्छु, विन्डोज शिफ्ट एस गरेर, विन्डोज शिफ्ट एस गरेपछि एउटा स्न्यापिङ टुल आउँछ। यसले चाहिँ मलाई यो कलर चाहियो हो, यो कलर चाहियो भनेपछि मैले यसरी सिलेक्ट गर्छु। यो मेरो सेभ भयो। कहाँ भयो त भन्दा मेरो यो मेरो चाहिँ यसमा गएर स्क्रिनशटमा गए, स्क्रिनशट गरेर मेरो यहाँ आएर सेभ भएको छ। अब मैले के गर्छु त भन्दाखेरि मलाई यो पावर पोइन्टमा यो यसमा भएको कलर यो हेडिङमा राख्नु पर्यो भने ठ्याक्कै यही कलर चाहिँ हामीले ल्याउनलाई कति सजिलो छ भन्दाखेरि अब तपाईहरुले के गर्नुस् त भन्दाखेरि सबैभन्दा पहिला त त्यो पिक्चरलाई यहाँनिर ल्याएर राख्नुस्। अघि मैले स्क्रिनशट गरेर ल्याएको जुन कलर छ यसलाई मैले इन्सर्ट गरेर यहाँनिर यसरी राख्छु। अब तपाईहरुले के गर्न सक्नुहुन्छ त भन्दाखेरि मलाई यो बक्समा यो कलर राख्नु छ भने यहाँनिर गएर फिल कलरमा गएर आई ड्रपर भन्ने छ, यो आई ड्रपरमा यसरी क्लिक गर्नुभयो भने के भयो त एकछिनमै सेम यसकै ब्याकग्राउन्डको कलर हामीले 2 मिनेटमा तयार गर्न सक्यौं है। यो एकदम इम्पोर्टेन्ट कुरा छ ल। अनि यसलाई चाहिँ तपाईले यसरी हटाउन सक्नुहुन्छ। अनि अर्को कुरो, यो बक्समा पनि सेम यस्तै खालको कलर राख्ने हो भने चाहिँ तपाईले के गर्नु पर्यो, यसमा गएर यही आई ड्रपरबाट गर्न सक्नुहुन्छ। र अर्को कुरो, तपाईहरुले चाहिँ प्रेजेन्टेसनलाई अलिकति आकर्षक राम्रो बनाउनको लागि चाहिँ यो लेखेको जस्तो सूचना अहिलेको परिस्थितिमा धेरै महत्त्वपूर्ण छ अथवा जे कन्टेन्टहरु छ त्यसलाई तपाईहरुले एट्र्याक्टिभ बनाउनको लागि चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि यसलाई सिलेक्ट गर्नुस्। त्यसपछि यहाँनिर गएर यो स्मार्ट आर्ट ग्राफिक भन्ने छ, यसमा क्लिक गरेर यहाँ थुप्रै खालको हुन्छ, कुन चाहिँ तपाईलाई चाहिँ सुटेबल लाग्छ हो, राम्रो लाग्छ एउटा चुज गर्नुस्। त्यसरी यहाँबाट तपाईले यहाँ थुप्रो खालको यस्तो ल्याउने कि यो बनाउने कि हो, यो गर्ने कि अब कुन चाहिँ गर्नुहुन्छ एउटा कुनै तपाईहरुले आफ्नो तपाईहरुलाई मन पर्ने जुन मन पर्छ त्यो तपाईले यहाँ लिएर गर्न सक्नुहुन्छ। अथवा यहाँनिर मोर ग्राफिक्समा गएर तपाईहरुले यहाँ थुप्रो खालको छ, अरू पनि गर्न सक्नुहुन्छ। जस्तो प्रोसेस वाला गर्नुहुन्छ भने पनि यहाँ छ, लिस्ट वाला गर्नुहुन्छ भने पनि यहाँ छ, रिलेसन वाला गर्नुहुन्छ भने पनि यहाँ छ। मैले चाहिँ अहिले लिस्ट वालामा गएर यो गरे भने के हुन्छ त भन्दाखेरि यस्तो आयो हो। अब यसलाई तपाईहरुले चाहिँ आवश्यकता अनुसार फेरि के गर्न सक्नुहुन्छ त, सानो ठुलो हो। अनि यहाँनिरबाट गएर तपाईहरुले चाहिँ यसलाई थप्ने घट्ने घटाउने तपाईहरुले चाहिँ गर्न सक्नुहुन्छ है त। जस्तो मलाई यो भन्दा पनि अर्को मुनितिर अर्को पनि चाहिएको छ भने इन्टर गर्छु। यहाँनिर मैले आवश्यकता अनुसार जे कुरा पनि थप्न सक्छु हो। अब यसलाई हटाउनु पर्यो भने फेरि तपाईले के गर्नुहुन्छ त, यहाँनिर गएर यसलाई क्लोज गर्नुहुन्छ। फेरि ल्याउनु पर्यो भने यहाँबाट यसै गरेर ल्याउन सक्नुहुन्छ है त। आजलाई यति।